नमस्कार, ओपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। नवलपरासीमा सडक दुर्घटना, एकजनाको मृत्यु, एकजना घाइते। जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीले ज्यान गएका झाको दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीहरूद्वारा जनकपुरमा प्रदर्शन। भ्रष्टाचारको सवालमा नेकपाका अध्यक्ष दाहाल र प्रदेश 2 सरकारका मन्त्री यादव बीच जुहारी चल्यो। नेकपा प्रदेश 2 को अध्यक्ष पदबाट नेता प्रभु शाहद्वारा राजीनामा। र प्रधानमन्त्री ओलीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रतिनिधि सभा सांसदहरूको प्रश्न। अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा भारत मोतिहारी घर भए मध्यबिन्दु नगरपालिका 7 चोरमारामा प्लास्टिक पसल गर्दै आएका 36 वर्षीय मोहम्मद शाहवीर आलम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन राणा भट्टले जानकारी दिए। काठमाडौँबाट महेन्द्रनगरका लागि छुटेको ना 5ख486 नम्बर बसले मध्यबिन्दु नगरपालिका 7 चोरमारामा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल यात्री आलमको उपचारको क्रममा मृत्यु भएको अस्पताल मृत्यु प्रहरले जनाएको छ। बसले ठक्कर दिँदा ना 45प2107 नम्बर मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका 7 का भानुभक्त पङ्गेनी घाइते भएका छन्। उनको स्थानीय मेडिकल उपचार भइरहेको प्रहरले जनाएको छ। जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीले ज्यान गएका 21 वर्षका युवक कुन्दन झाको दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीले जनकपुरमा प्रदर्शन गरेका छन्। जनकपुरमा डेफोडिल्स बोर्डिङ स्कुलका विद्यार्थीहरूले स्कुलको प्राङ्गणबाट विरोध जुलुस निकाल्दै जनकपुर अञ्चल अस्पतालसम्म प्रदर्शन गरेका हुन्। उनीहरूले पटक पटक अस्पतालको लापरवाहीले सर्वसाधारणको अकालमै ज्यान गएको भन्दै कुन्दन मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेका छन्। उपचारमा लापरवाही गर्ने चिकित्सकहरूलाई कारबाहीको माग गर्दै अस्पताल विरुद्ध उनीहरूले प्रदर्शन गरेका छन्। सामान्य ज्वरो र पेट दुखेपछि जनकपुर अञ्चल अस्पतालमा गत शनिबार राति भर्ना भएका महत्तरीको पिपरा गाउँपालिका बनौलीको कुन्दन झाको अस्पतालको लापरवाहीले आइतबार बिहान ज्यान गएको थियो। समयमा ल्याब रिपोर्ट नदिँदा र चिकित्सकहरूले उपचार नगर्दा कुन्दनको मृत्यु भएको परिवारजनको आरोप छ। कुन्दन डेफोडिल्स स्कुलमा कम्प्युटर विषय पढाउने शिक्षक थिए। भ्रष्टाचारको सवालमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश 2 सरकारका मन्त्री ज्ञानेन्द्र कुमार यादव बीच जुहारी चलेको छ। तत्कालीन माओवादीका प्रखर नेता शहीद रामवृक्ष यादवको 25औं स्मृति सभालाई सोमबार धनुषाको बर्मजियामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश 2 सरकार समेत भ्रष्टाचारमा डुबेको कुरा सुन्नमा आएको बताउँदै भ्रष्टाचार र कुशासनका अन्त्यका लागि काम गर्न आग्रह गरेका छन्। के यहाँ सुशासन सुरु भयो त? यहाँ विकासले गति लिन थाल्यो त? यहाँ भ्रष्टाचार रोकिन थाल्यो त? यहाँ जनतालाई दुःख पीर मर्का पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त भन्दा मैले बुझेसम्म त्यस्तो भएको छैन। बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने कुरा सुनिएको छ। तलैसम्म सुशासन छैन, जनतालाई झन् दुःख भएको छ भन्ने सुनिएको छ। प्रदेश 2 का आन्तरिक मामिला तथा कानून मन्त्री यादवले विपद व्यवस्थापन समिति धनुषाको आयोजनामा मंगलबार जनकपुर धाममा भएको कार्यक्रममा प्रचण्डलाई त्यसको जवाफ फर्काए। उनले भने भ्रष्टाचार प्रदेश 2 मा मात्र हुन्छ। कुण्टल सुन प्रधानमन्त्री कार्यालयको जग्गा हजम पार्ने काठमाडौँमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तर्क मन्त्री यादवको थियो। त्यसको जिम्मेवार को भन्ने कुरामा हामीले ध्यान दिनुपर्ने आवश्यकता छ र हेर्दाखेरि सबभन्दा भ्रष्टाचार भएको कुनै क्षेत्र हो भने त्यो काठमाडौँ। त्यहाँ कुण्टल सुन्न चाहिँ
चुग्नुमा डुबिसकेको अवस्थामा हामी सबैजनाले जिम्मेवारीपूर्वक भ्रष्टाचारलाई समाप्त गर्नुपर्छ र भ्रष्टाचार नियन्त्रणको लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। तपाईसँग प्रदेश नम्बर 2 को सरकार तयार छ र हामी सुशासन सम्बन्धी विधेयक बनाइसकेका छौँ र त्यो अनुसार अति भ्रष्टाचारको अभियानमा तपाईसँग हामी अगाडि बढेर काम गर्न तयार। मन्त्री यादवले देशमा हुँदै आएको भ्रष्टाचारको कारण र दोषी को हो भन्दै प्रश्न समेत गरे। उनले भ्रष्टाचारको जडो खोज्न र उखालेर फ्याँक्न प्रदेश 2 सरकार संघीय सरकारसँग हातेमालो गर्न तयार रहेको बताए। त्यसै कार्यक्रममा जवाफ दिँदै नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रदेश 2 सहित देशैभरिमा भ्रष्टाचार भनेको बताए। विद्रोह भने त्याग तपस्या बलिदान गरे, त्यति बेला यस्तै खालको शासन खोजेका हुन् त भनेर मैले सामान्य रूपमा पनि भनेको थिएँ र 2 नम्बरका सन्दर्भमा पनि भनेको थिएँ, जुन कुरा साँचो हो। अब हामीले सुशासन र भ्रष्टाचार नियन्त्रणको निम्ति अझ प्रभावकारी तरिकाले अगाडि जान आफ्नो ठाउँबाट पहल लिनु जरुरी छ। मैले केन्द्रसँग प्रधानमन्त्रीजीसँग हाम्रो छलफल हुँदा पनि जबसम्म हामीले केही प्रभावकारी उपायद्वारा यो सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडि बढाउन सक्दैनौँ, अप्ठ्यारो आउँछ भनेर छलफल गरिराखेका छौँ र मलाई विश्वास छ हाम्रो पार्टीको नेतृत्वको सरकार र अनि यस्ता जुहारी भने पहिलो पटक भएको होइन। प्रदेश 2 सरकार गठन भएदेखि नै प्रदेश सरकारका मन्त्री र नेता तथा संघीय सरकारका मन्त्री तथा नेताहरूबीच जुहारी चल्न सुरु भएको हो। केन्द्रीय नेताहरू आउँदा आफ्ना कार्यकर्ताको सुझाव अनुसार भाषण गर्ने गरेकाले पटक पटक यस्ता जुहारीको सामना गर्नु परेको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। नेकपा प्रदेश 2 को अध्यक्षको पदबाट नेता प्रभु शाहले राजीनामा दिएका छन्। नेकपाले स्थानीय कमिटी सदस्य पदमा नराखेपछि असन्तुष्ट भएका शाहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। प्रदेश अध्यक्ष जिम्मेवारी पाइसके पश्चात पनि उनलाई भूमिकाविहीन बताइएको थियो। प्रदेश कमिटी सदस्यहरूको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ शाहको छ। प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष शाहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि पनि असन्तुष्टि थिए। पार्टीका माथिल्लो निकायको गलत निर्णय र निर्देशका कारण काम गर्ने वातावरण नभएको शाहको बुझाइ छ। प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ। सांसदहरूले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकको विशेष समयमा सांसदहरूले बाढीको बिगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमा मर्मत सम्भारको लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। त भयो, फेरि पनि केही चाहिने क्षतिपूर्ति र राहतको क्षतिपूर्ति र चाहिने त्यसको चाहिँ व्यवस्था नभएको हुनाले केही बाटोहरू अहिले पनि सुधार हुन सकिरहेको छैन। सीतापाइला रामकोट भिमढुङ्गा अर्को एउटा चाहिने महत्त्वपूर्ण बाटो हो, त्यसबाट धादिङ हुँदै चाहिने मूल राजमार्गमा प्रवेश गर्छ। त्यो बाटो पनि अहिले सुधार भइरहेको स्थिति छैन। चाबेलदेखि जोरपाटी हुँदै बौद्ध जाने बाटोले पनि हामीलाई जिस्काइरहेकै छ। नेपाली कांग्रेसका सांसद देवप्रसाद तेलिम सिन्हा जुम्लाको विद्युत प्रसारण अवरुद्ध भएबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यान आकर्षण गराउनुभयो। उहाँले अविरल वर्षाको कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिका नुन पनि नपाएको भन्दै यथाशीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। बत्ती सबै अवरुद्ध छ, हाम्रो कुनै मोबाइलमा कुरा गर्नेदेखि लिएर कुनै काम हुन सकेका छैन भन्ने कुरा त्यहाँका जनताको ठुलो जनगुनासो आयो। यो दुई तिहाईको सरकारले
एउटा बत्ती एउटा सदरमुकाममा, टोलमा पनि होइन, गाउँमा पनि होइन, सदरमुकाममा बत्ती 2 महिनासम्म नहुँदा त्यो दिन नसक्ने सरकार। राजपाका सांसद अमृता अग्रहीले आफूहरूको माग सम्बोधन नगरी सरकार विरुद्ध सडकमा उत्रिने चेतावनी दिनुभयो। गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिबद्धता जाहेर गरेर पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उहाँले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानकर्षण गराउनुभयो। आयोग के प्रतिवेदन के विषय में पटक पटक आवाज के साथ साथ यहाँ सदन भी अवरोध किया गया। उसके बाद सम्माननीय सभामुख महोदय के द्वारा आश्वासन भी दिया गया। आश्वासन ही नहीं, विशेष शब्द का प्रयोग करके सम्माननीय सभामुख महोदय ने निर्देशन दिया। संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संहिताको मर्म र भावना विपरीत रहेको भन्दै असामान्यता कायमै राख्ने हो भन्ने, मुलुकमा संघीयता केका लागि आयो भनी प्रश्न गर्नुभयो। उहाँले आरक्षण बचाऊ अभियान अन्तर्गतको शान्तिपूर्ण प्रदर्शनमा प्रहरले दमन गरेकोमा गम्भीर आपत्ति जनाउँदै उहाँले अधिकारको लडाईँ जारी राख्ने चेतावनी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन्। मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँगको प्रश्न उत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन्। उनले केही उपकरण किनेर सिङ्गापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए। सिङ्गापुरमा उपचारका लागि साउन 18 गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन 27 गते फर्किएका छन्। उनी फेरि उपचारको लागि त्यसतर्फ जाँदैछन्। जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरूले सिङ्गापुरमै उपचार गर्न सिफारिस गरेकाले सिङ्गापुर गएको बताएका छन्। उपप्रधानमन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव भए पनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिङ्गापुरमा उपचार गराएको बताए। उपप्रधानमन्त्री यादवले नेपालमा सबै उपचार सम्भव भएपछि र उपकरण भएपछि बाहिर गइराख्नु नपर्ने बताए। संसदीय समितिले सुरेश बागले मेमोरियल क्यान्सर अस्पतालका बारेमा सरोकारवाला मन्त्रीहरूसँग छलफल गर्ने भएको छ। त्रिवी शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश बागले मेमोरियल क्यान्सर अस्पताल लामो समयदेखि सञ्चालनमा नआएकोले समितिले त्यसबारे छलफल गर्न लागेको हो। संघीय संसद प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले सो अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र शहरी विकास मन्त्रालयसँग छलफल गर्ने भएको हो। मंगलबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरूले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्तर्गत सन् 2011मा 3 वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको अस्पताल अहिलेसम्म नबन्नु सरकारी गैर जिम्मेवारी प्रकाष्ठ भएको भन्दै सम्बन्धित मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य अञ्जना बिसेङ्खलेले लामो समय भइसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शहर विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनु पर्ने धारणा राख्नुभयो। त्यसैगरी समितिमा अर्का सदस्य जीवनराम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सहकारी निकायले नै खोजी नगर्न गैर जिम्मेवारी प्रकाष्ठ भएको भन्दै सम्बन्धित निकायलाई कडा कारबाहीको निर्देशन गर्नुपर्ने तर्क गर्नुभयो। जिम्मेवार देखिन्छ, तर अर्को कुरा चाहिँ शहरी मन्त्रालय पनि हामीले बनाएका हो नि त। अनि शहरी मन्त्रालयले चाहिँ भवनसँग सम्बन्धित त शहरी मन्त्रालयको त कन्स्ट्रक्सनसँग सम्बन्धित त सबै कुरा पाटो त उता जान्छ नि त। अनि उसलाई चाहिँ हामीले त्यतिकै छोड्न मिल्छ जस्तो लाग्दैन। पछि फेरि गएर कहाँनिर भने यहाँनिर हामीले यसो हेरेको शहरी विकास तथा भवन निर्माण विभागबाट भेरिएसन आदेशका लागि सिफारिस भनेर 2074 8-20 गते पनि गरेका छन् त यिनीहरूले। भनेपछि शहरी विकास। त्यसैगरी समिति सदस्यहरू खगराज अधिकारी, उमाकान्त चौधरी,
उमेश श्रेष्ठ लगायतले पनि अस्पताल निर्माणका बारेमा सम्बन्धित मन्त्रालयले गरेको लापरवाहीले मन्त्रीलाई बोलाइ छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराउनुभयो। छलफलपछि समितिले बुधबार सरकारवाला मन्त्रालयहरू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि बोलाइएको हो। बहुवर्षीय परियोजना अन्तर्गत सन् 2011 डिसेम्बर 14 गते 3 वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सुरेश बागले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि 2 पटक मेरिएसन आदेश र तेस्रो पटक म्याद थप भइसकेको छ। पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएसन स्वीकृत र म्याद थपको प्रक्रिया नै अगाडि बढाइएको छैन। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। नवलपरासीमा सडक दुर्घटना, 1 जनाको मृत्यु, 1 जना घाइते। जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीले ज्यान गएका झाको दोषीमाथि कारबाहीको माग गर्दै विद्यार्थीद्वारा जनकपुरमा प्रदर्शन। भ्रष्टाचारको सवालमा नेकपाका अध्यक्ष दाहाल र प्रदेश 2 सरकारका मन्त्री यादव बीच जुखारी चल्यो। नेकपा प्रदेश 2 को अध्यक्ष पदबाट नेता प्रभु शाहद्वारा राजीनामा। र प्रधानमन्त्री ओलीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रतिनिधि सभा सांसदहरूको प्रश्न। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।